म्याच प्लेयर र आज सुरुवात नयाँ ओपनिङ जोडीबाट नेपालले गरेको थियो। अर्जुन कुमालको डेब्युको यो छेड रहेको थियो। विनोद भण्डारीको पुनरागमनको छेड। दुई चौका प्रहार गरेका थिए अर्जुन कुमालले सुरुवातमा। हेर्न सक्छौँ यो पहिलो चौका रहेको थियो थर्ड म्यानतर्फ। विनोद भण्डारीले केही सफ्ट ह्यान्डले विकेटको पछाडि सट खेलेर सुरुवात गरेका थिए र त्यसपछि यो चौका क्लासले भरिपूर्ण थियो अर्जुन कुमालको। दुई चौका उनले यसरी नै प्रहार गरेका थिए र केही राम्रो फिल्डिङ देखेका थियौँ पावर प्लेमा। र विनोद भण्डारीकै लकी स्केप, यहाँ विकेट किपरले मिस गर्न पुगे, एज रहेको थियो आउटसाइड र त्यसपछि जब यो लङ्गनमा यो सट खेले यहाँबाट मोमेन्टम पाएका थिए विनोद भण्डारीले र त्यसपछि यो कभर ड्राइभ। दुईवटा सटहरू उनको आज हाई क्लास। हेर्न सक्छौँ कुन हिसाबले पञ्च गरेका थिए एक्स्ट्रा कभरतर्फ। उत्कृष्ट सट अफ द डे विनोद भण्डारीको। र त्यसपछि रोहित पौडेल आए अफसाइडमा, उनले पनि केही राम्रा लेट कटहरू स्ल्यासहरू गरे र यहाँ यो चान्स मिस गरेको थियो पहिला आदिब उस्मानीले विकेट किपिङको चान्स, स्टम्पिङको चान्स मिस गरे। केही मिसफिल्डहरू यसरी नै भए। युवे आज खास फिल्डिङबाट त्यति राम्रो गर्न सकेको थिएन। विनोद भण्डारी लङ अफमा त्यो सट। दिपेन्द्र सिंह अहिले आए त्यसपछि मिड विकेटतर्फ यो सट खेल्दै सुरुवात गरेका थिए। लङ अनमा यो चौका, त्यसपछि फेरि पनि स्क्वायर डिप पोइन्टतर्फ स्क्वायर अफ द विकेट। आज एकदमै राम्रो देखियो। हुन त दिपेन्द्रको त्यो शैली पनि रहेको छ। विनोद भण्डारी के राम्रा सटहरू देख्यौँ हामीले, सफ्ट ह्यान्ड युज गरेर गतिलाई बुझ्दै खेलेर अर्धशतक यसरी पुरा गरेका थिए। 4 वर्षपछिको पुनरागमन थियो। त्यसपछि अर्को एउटा ठुलो सटको अटेम्प्ट गरिरहेका थियो नि र दिपेन्द्र सिंह ऐरी आफ्नो ट्रेडमार्क स्टाइलिस त्यो सट फाइन लेगतर्फ पनि निकै नै राम्रो तरिकाले खेले, स्क्वायर लेगतर्फ राम्रो तरिकाले खेले। वाइडहरूबाट पनि बाउन्ड्री अवश्य हासिल गरे नेपालले। विकेटको पछाडि विकेट किपर आज त्यति राम्रो लयमा देखेनन् र यहाँ बल सजिलो बल छाड्न पुगेका थिए। दिपेन्द्रले स्विप गर्ने क्रममा बाइकर मार्फत त्यो 4 रन आएको थियो। त्यसपछि सर्ट अफ लेन्थ बल पाउने बित्तिकै अनसाइडमा डाउन द लेग गइरहेको बललाई पनि फिल्डरको माथिबाट र आरिफ पनि आएका थिए बिचमा। केही राम्रो सटहरू उनको पनि र दिपेन्द्र सिंह ऐरीको अर्धशतक यसरी पुरा भएको थियो। लगातार अर्धशतक, 3 अर्धशतक, त्यसपछि शतकसम्मको यात्रा र आरिफको यो सट गजब थियो। र गुलसन छा उत्कृष्ट आज उनको पनि ब्याटिङ देखियो। 44 रनको इनिङमा आकर्षक सटहरू उनले पनि प्रहार गरे र दिपेन्द्रलाई अन्तिमसम्म साथ दिए। अनसाइडमा यो फुल सट दिपेन्द्र ऐरीबाट। गुलसन छा डिप पोइन्टतर्फ यो चौका हासिल गरेका थिए। त्यसपछि अप्पर कट, उत्कृष्ट एक्जिक्युसन र विकेटको पछाडि स्विच हिटहरू पनि राम्रो देखियो आज। गुलसन छा घुँडा टेकेर आफ्नो ट्रेडमार्क स्टाइलमा लङ अनमा जुन छक्का प्रहार गरेका थिए, उत्कृष्ट स्विच हिट रहेको थियो र त्यसपछि यो कट फ्याम्प गरिदिए बललाई दिपेन्द्र सिंह ऐरीले। र हेर्न सक्छौँ आफू अफसाइडमा आएर लेग साइडतर्फ जसरी खेले त्यो सटलाई, त्यसपछि केही राम्रा हुक सटहरू देख्यौँ दिपेन्द्रलाई। यस प्रकारले शतक, दोस्रो शतक ओडिया इन्टरनेसनलमा दिपेन्द्रले पुरा गरे। शानदार फर्म जारी राखेर गुलसन झाको यो कनेक्सन, पावरफुल कनेक्सन रहेको थियो। मिड विकेट डिपतर्फ माथि ठुलो छक्का प्रहार गरेका थिए उनले र दिपेन्द्रलाई बधाई दिए। अन्ततः युवेका खेलाडीहरूले पनि डिजर्भ पनि गर्थे। दिपेन्द्र सिंह ऐरी शतकवीर आजका यस खेलका। ब्याटिङ कार्य हेर्नेछौँ। टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय नेपालको। अर्जुन कुमारले 11 रन जोडे। डेब्युटेन्टले विनोद भण्डारी 56 रनको कमब्याक, उनको स्टेटमेन्ट इनिङ आयो। भीम सार्की आज खाता खोल्न सकेनन्। रोहित कुमार पौडेल 39 रनको राम्रो नक खेले कप्तानले पनि।